एम्बुलेंस ही हो गया हो। हाँ 84 84 है तो हल्का जुम तान्दैन छैन भाइ भाइ नहीं जाएगा बात नहीं जाएगा इधर से जाएगा देखिए ना पुरै गाडी गाडी है उधर पूरा जाम है गाडी जाँदैन गाडी सरी ब्रो अलि अगाडि हिँड्दा ठ्याक्कै च्यात्यो कि ओए यहाँ एक्सिडेन्ट परेको छ है यहाँ गाडी नै ठोकिहाल्छ कि गएर अलिकति बाटो छोडिदिनु होला कुखुराको गाडीसँग ठोक्या हो क्या हो कुखुरा गाडी रहेछ यो हो एलबीले देखाइदियो ल यहाँ पनि चेपेको रहेछ बिचमा सिर्दैन जाँदैन उतापट्टि हेर ए बस हजुर ठोकिदिन्छ के पो यो गाडी अलिकति अगाडि यो अलि अगाडि गर्नु लगाउनु न अगाडि पछाडि गर न अलिअलि यता छिर्नु पाएन हामी सबै छिर्नु मिल्छ अलिकति अगाडि गरिदिनु गर त यो सबै तिनवटा गाडी सोर्या रहेछ त उयो एकचोटि लिएर तिनवटा गाडीलाई टिपरले हाने रहेछ है यो गाडीहरूलाई टिपरलाई मान्छेलाई केही भएको छैन घाइते चाहिँ कोही भएन होइन ल त्यही ठुलो कुरा रहेछ है अब यहाँ ट्राफिक जाम लागेको छ पछाडि सर न यो माइकबाट अलिकति अगाडि गर्न पायो भने चाहिँ छिर्छ है हामी सर न पछाडि नहीं रास्ता नहीं है टच हुआ है माछा बोकेर आएको गाडी रहेछ तपाईँ अलिकति अगाडि जानु भयो नि हामी निस्किनु सकिन्छ कि तिम्रो साथी नै बिहार से आयो होइन बाइकमा अलिक जानु त अलिकति है अलिकति यो गाडी तपाईँको हो यो गाडी ड्राइभर चाहिँ को रहेछ कस्तो नाइस पक नजान किन तल आ त उयो अलिकति माइक्रो अलिकति तल गरिदिनु भए हुन्थ्यो पक्न यस्तो दायाँमा हेरेर हिँड्नु भनेको पक आई बाइक यहीँ छ मलाई छुन्छ उधर से रास्ता है उधर देखो न पीछे करने के लिए देखो तो त्यो पछाडिको सेभ गर हो जो आइज हो धेरै उता नगर है आइज हाँ कहाँबाट यो गाडीलाई अगाडि बढाउनु न गाडी चाडा समथिङ चाडा त्यो गाडीलाई हालेको फेरि स्पोर्ट राख्नु पर्यो नि त यो यहाँबाट छिर्नु पायो भने चाहिँ जान्छ बाइक यो त मिल्दैन यो गाडी जानु मिल्छ इधर से यहाँबाट रास्ता छ त ऊ त्यहाँ अड्किरहेको छ त्यहाँबाट छिर्छ
उताबाट छिर्छ गाडी सबै अलिक अगाडि जानु है पाउनु पाउनु दिदी अलि अगाडि आउनु दिदी यो यताको आओस् अनि तपाईँहरू पालो पालो गर्नु अब यहाँ कसरी जान्छ बाइक तपाईँको कसरी जान्छ ल हामी बल्ल बल्ल निस्क्यो जाममा फेरि कुन चाहिँ आइदियो यो मेन यहाँको देख्दैन गाडी यहाँ ल यताबाट हिँड्न त्यहाँ मान्छे आइरहेको छ क्या अलिकति अगाडि आउनु त यहाँ कार पनि रहेछ कार पनि हाने खालको सबै हाने खालको 5 वटा हाने खालको टोटल उसरी न जाम हुन्छ कि बेकारमा नबस ल यो ठ्याक्कै यो घटना भएको कहाँ अरे चुरिहान्दा अलिकति तल जाम पनि त्यति भइरहेको छ बल्ल बल्ल बाइक निस्क्यो